हेलो साथीहरु, मन्दिरको सटरिङ कसरी गरिन्छ त तपाईहरुलाई देखाउन गइरहेको छु। यो हाम्रो बाहिरको बीम है त। यो बाहिर चार कुनाको बीमको सटरिङ भइरहेको छ। अहिले बीमको साइड फरमा हानिरहेको छु। साइड फरमा हानिसकेपछि अनि यो हाम्रो माथिबाट स्ल्याबको लागि भनेर पलाई पनि हान्नु पर्ने हुन्छ। यो पलाइलाई चाहिँ राम्रोसँग मिलाएर बराबर लेभलमा लिएर अनि मिलाएर काटी हान्नु पर्ने हुन्छ है त। भित्रको यो बीमको फेस हो, यसलाई पनि बराबर ल्याउने। यो बराबर फेस लिइसकेपछि देख्न सक्नुहुन्छ ठाडो बीम पनि छ। अनि यसरी डन्डी हाल्ने, त्यसपछि लास्ट फिनिसिङ ढलान है त।